नमस्ते। तपाईँ जर्मनी अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ र तपाईँले चाहिँ जुन जर्मन एम्बेसीमा डेटहरू नपाएर तपाईँलाई समस्या भइरहेको छ भने जर्मन एम्बेसीले आज नोभेम्बर 20 देखि उनीहरूको अपोइन्टमेन्ट सिस्टममा अलिकति परिवर्तन गरेका छन्। अब तपाईँले डाइरेक्टली अपोइन्टमेन्ट लिन सक्नुहुन्न। जर्मनले चाहिँ एउटा वेटिङ लिस्ट भनेर सेक्सन्स राखिदिएको छ। त्यसमा चाहिँ तपाईँले आफ्नो डिटेल्सहरू सबै भर्न सक्नुहुन्छ। भरिसके पछाडि उनीहरूको उपलब्धता र क्रोनोलोजिकल अर्डर अनुसार जो पहिलो आयो उसले चाहिँ अपोइन्टमेन्ट पाउने गरी चाहिँ आजदेखि ओपन गरेको छ नोभेम्बर 20 देखि र उनीहरूले यो अपोइन्टमेन्ट चाहिँ डिसेम्बर 1 देखि दिन सुरु गर्नेछ। यो प्रकारको नोटिस जारी गरेको छ। यसर्थ कि अब तपाईँले जर्मन एम्बेसीबाट अप्लाई गर्दै हुनुहुन्छ कुनै पनि प्रकारको भिजाको निम्ति भने तपाईँले जर्मन एम्बेसीको अपोइन्टमेन्ट सेक्सन्समा गएर आफ्नो नामलाई वेटिङ लिस्टमा राख्न सक्नुहुन्छ र त्यही अनुसार चाहिँ जर्मन एम्बेसीले तपाईँलाई कन्ट्याक्ट गर्छ। तपाईँले कहिलेको अपोइन्टमेन्ट पाउनुहुन्छ भनेर तपाईँले अपोइन्टमेन्टमा वेटिङ लिस्टमा आफ्नो नाम राखिसके पछाडि एज सुन एज पोसिबल तपाईँले आफ्नो भिजा फाइललाई चाहिँ प्रिपेयर गरी स्ट्यान्ड बाई रेडी पार्न सक्नुहुन्छ।